यो सुगरका बिमारीहरूले इन्सुलिन इन्जेक्ट गर्न युज गर्ने इन्सुलिन पेन हो। यसभित्र इन्सुलिन भरिएको यस्तो कार्ट्रिज लाग्दछ र यसद्वारा नै इन्सुलिन हाम्रो शरीरमा दिइन्छ। कोही बेला इन्सुलिन पेन बिग्रिएको अवस्थामा वा इन्सुलिन पेन आफूसँग साथमा नभएको अवस्थामा धेरैजना बिमारीहरूले चाहिँ यो कार्ट्रिजमा भएको इन्सुलिनलाई यसरी सिरिन्जमा ड्र गरेर पनि लगाउने गर्नुहुन्छ, जुन गलत हो। किनभने यसभित्र भएको इन्सुलिनमा 1 ml मा 100 युनिट हुन्छ भने यस सिरिन्जमा ड्र गरिने इन्सुलिन 1 ml मा 40 युनिट मात्रै इन्सुलिन हुन्छ। त्यही भएर 10 युनिट इन्सुलिन लगाउने मान्छेले यसबाट यो सिरिन्जमा 10 सम्म ड्र गरेर लगायो भने खास उसले 2.5 गुना बेसी इन्सुलिन यानी कि 25 युनिट इन्सुलिन लगाइरहेको हुन्छ, जसले गर्दाखेरि बार सुगर लो हुने सम्भावना हुन्छ। यसभित्र लाग्ने इन्सुलिन यसरी वायलको रूपमा आउँछ र यसमा बाहिरै 1 ml बराबर 40 युनिट भनेर लेखिएकै हुन्छ। र कोही बेला इमर्जेन्सी पर्यो र यसरी कार्ट्रिजबाट ड्र गरेर लगाउनु पर्यो भने यस्तो खालको इन्सुलिन सिरिन्ज जसमा ओरेन्ज कलरको क्याप हुन्छ र 100 सम्मको नम्बरिङ हुन्छ, त्यो सिरिन्ज प्रयोग गरेर इन्सुलिन ड्र गरेर लगाउन सकिन्छ, तर त्यो इमर्जेन्सी अवस्थाको लागि मात्रै हो।